जेनजी आन्दोलन पछाडिको एक दुई दिनको राजनीतिक परिवेश हेर्दाखेरि चाहिँ पुराना दलका नेताहरू शिवपुरीका डाँडामा लुक्न गएको भन्ने सुन्दाखेरि चाहिँ अब चाहिँ पक्कै यिनीहरू आउँदैनन् होला। अबको नेतृत्व चाहिँ नयाँ पुस्ताले नै गर्छ, यङ जेनेरेसनले नै गर्छ। नेपालमा अब हामी युथहरूले खोजेको जस्तो सरकार बन्छ, नयाँ चेन्जेसहरू आउँछ भन्ने ठुलो एउटा आशा गरिएको थियो। त्यो आशा गर्दै गर्दाखेरि बिचमा फेरि अबको नेतृत्व कसले गर्ने, बालेन, रवि, हर्क, सुशीला कार्की भन्ने आम मानिसमा ठुलो एउटा प्रश्न चिन्ह खडा भएको थियो। त्यो सम्भावना त्यति बेलाको त्यो अवस्थालाई हेर्दाखेरि चाहिँ अबको राजनीतिक मोड चाहिँ फरक ढङ्गले जान्छ। नयाँ नेतृत्वमा चाहिँ सुशीला कार्कीलाई ल्याउनै पर्छ भन्ने किसिमको बहस भयो। सुशीला कार्की त्यही अनुरूप अहिलेको प्रधानमन्त्री पनि हुनुहुन्छ। तर फेरि पछिल्लो चरण पुराना राजनीतिक दलको चाहिँ यो सक्रियता हेर्दाखेरि चाहिँ लाग्छ यो जेनजी पुस्ताले गरेको आन्दोलन, जेनजी पुस्ताले बगाएको रगतको कुनै अर्थ छैन। यो बेकारमा 2-4 दिनको यसो रमिता जस्तो मात्र देखिएको छ। अब फेरि तिनै दल आउने, फेरि तिनै नेता आउने, तिनीहरूकै वरिपरि चाहिँ देश घुमाइराख्ने, तिनीहरूकै वरिपरि चाहिँ सरकार चलिराख्ने हो भने जेनजी पुस्ताले गरेको आन्दोलनको अर्थ के रह्यो? जेनजी पुस्ताले खोजेको नयाँ सरकार, नयाँ नेतृत्व, नयाँ भिजन त्यो कहाँ गयो, त्यो कहाँ पुग्ला होइन? अबको जवाफदेहिता, पारदर्शिता भन्ने कुराहरू चाहिँ कति बेला देखिएला? हिजो मेरो बुवाको पालामा बुवाले जो नेतालाई चाहिँ आइडल मानिराख्नु भएको थियो त्यही अब हामीले पनि मान्नुपर्ने एउटा बाध्यात्मक अवस्था आउन थालिसक्यो। हो, मनले मान्दैन, यिनीहरूलाई आइडियल मान्नु छैन, तर नेतृत्व गर्ने अर्को ननिस्किने अनि वरिपरि जसले पनि तिनैलाई नेतृत्वलाई चाहिँ लिएर आएपछि त आइडियल नमाने पनि सुख छैन होइन? यसले नेपाल कहिलेसम्म यही अवस्थामा गुज्रिराख्ने, अबको नयाँ नेतृत्व कहिले आउने? एक किसिमको अहिले यो राजनैतिक पेरिफेरीमा चाहिँ नयाँ पुस्ताले अब चाहिँ चेन्ज ल्याउँछ होला, नयाँ चाहिँ भिजन भएका निस्किन्छन् होला भन्ने लागेको थियो। अब यो सुशीला कार्कीको सरकार डगमगाएको देख्दाखेरि चाहिँ सुशीला कार्कीको सरकारभन्दा पछाडिको विकल्प के हो भनेर फेरि आम मानिसलाई एउटा एक किसिमको निराशा थपिसकेको छ। अब खैर हामीले यो निराशा बोकेर हुने त केही पनि होइन। तैपनि सम्बन्धित निकायहरूले रवि, हर्क, बालेन जस्ता चाहिँ पोलिटिकमा चाहिँ नयाँ रूपमा आएका, नयाँ पार्टी गठन गरेर अथवा नयाँ भिजन बोकेर आएकाहरू यदि सबैजना एकै ठाउँमा मिसिने हो भने चाहिँ नयाँ पुस्ताले खोजेको जस्तो नयाँ चेन्जेसहरू आउन सक्थ्यो कि भन्ने हाम्रो बुझाइ हो। सकेसम्म छिटो आइदियोस्। यो फेरि पुराना दलहरू